तिमीहरूकै दाजुभाइबाट बोल्छन् भनेर आज 3-4 दिन भयो भनेको। आज यो स्पष्ट भयो। पुल सर्नु छैन तपाईँले पनि भन्नुभयो होइन, अरूले पनि भनेका छन् धोका मिलेन भन्ने कुरा होइन। अब हामीले गर्न के पर्यो भन्नुहोस् तपाईँ। ल अब मन्दिरको ढोका दक्षिण मलाई बलि स्वरूप भनेर नरिवलको जल चाहिँ मलाई चाहिँ बलि स्वरूप भनेर चढाइदिनु। आज चढाएँ मैले फेरि पनि सदा सर्वदा मलाई त्यही भनेको भएर आज मैले त्यो नरिवल लिएर आएर छ। अब नेपाने र भण्डारीको जुन छ त्यो के हो ल बताइदिनुहोस् त। नेपाने र भण्डारीको एकै ठाउँ पुलाइन पूजा गर्छौँ, गर्न हुन्छ कि हुन्न कि मष्ट बराहत देवता एउटै हुन् भनेर सुरु गरिएको हो होइन। अब त्यो हुन्छ कि हुन्न भन्नु ल भन्नुहोस्। गोत्र मिलेन हजुर, गोत्र मिलेन सङ्कल्प गर्दा चाहिँ नेपालीको गोत्र भन्ने कि भण्डारीको गोत्र भन्ने भन्छ होइन हजुर 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 त्यही त। त्यसपछि त्यसलाई छुट्याउन पर्यो होइन। अब यति भइसकेपछि म बलि खाइराखेको कुन हजुर हेर यसै ठाउँमा हेर भद्र भलाद्मीले बलि नदिने भनेर निर्णय गर्यो हजुर। जसले निर्णय गर्यो हजुर त्यो परिवारमा निसन्तान गराउने मै हुँ बाबु। हेर हजुर बुझिस् हजुर ठिक छ। अब बलि नदेऊ मलाई बलिको नाम पारेर नरिवलको जल बलि भनेर चढा बाबु। हजुर म त्यसैमा प्रसन्न छु। होइन त्यो भनेको भएर म आजबाट सुरु गरेको छु मैले चढा। मलाई उघौली हजुर मेरो मङ्सिरमा पनि त्यहाँनिर दुध धार्नै पर्छ बाबु। हजुर मङ्सिरे बुढियाका दिन हजुर अघि वैशाखमा गरे हुन्छ भने बुढाहरूले, तर हुन्न मलाई उघौली अरू हामीले के गर्नु पर्यो है। आयो यहाँ कुनै लामा तेरा कुललाई बोलिदे पाठोदे भन्यो होइन होइन होइन। अब मलाई भोलि चाहिँदैन। हजुर अब नरिवल दिनु पर्यो। मलाई पनि त्यही भन्यो भएर आज नरिवल दिएँ। शरण माग्न आएको म बोलेर तपाईँले भन्नु 14 वर्ष भयो म माथि लगाएको होइन र म लगाएको। अब मैले गुहार पाएको थिइनँ, आज गुहार पाएँ होइन र तपाईँले गर्दाखेरि मैले आज गुहार पाएँ। अब यो यसरी भयो, म पनि खुसी भएँ। म त्यही भएर हिजो एक खाक बसेर आज कुलसँग माफ माग्ने भनेर म आएको। मैले आज त्यसको फल पाएँ, म खुसी छु। कुल देवतासँग यो चेलो तेरो जहिले कति वर्षमा आयो मैले ल्याएको यसलाई बुझिस्। यो पनि मेरो चेलो। यसमा यसको शरीरमा प्रवेश गरेको 15 वर्ष भयो। म फोहोर आएर दर्शन गरौँ। यसले मेरा नामबाट प्रसाद चढाइदियो भनेर पनि पैसा भेटिदिएर छोडेको पनि हो यो मेरो पनि चेलोले। अब गरौँ के यसको नाम आयो कि आएन पो त्यो हेरौँ न। कस्तो मन्दिरभित्र हजुर शिलाको नजिक हजुर प्रवेशको निषेध छ बाबु। हजुर जान पाइँदैन। महिला जान हुन्न भनेर भनेकै थिएँ। अब त्यो यहाँ चलन थिएन। अब बल्ल आज गुहार पाएको, कुलले पनि गुहार पाउनु हो, हामीलाई पनि थाहा भयो। त्यही छ। यहाँ आज कुलले आज एउटा देखाइदिनु हो। अब कसरी राखौँ। अब भण्डारीको त त्यहाँ भन्ने कुरो भयो, नेपालीको कहाँ राखौँ। शिला लगेर कहाँ राखौँ, कहाँ राखेर पूजा गरौँ। मेरो आश्रमको नजिकको वृक्ष किन काटियो? किन काटियो? मेरो छाता हो त्यो, किन काटियो?
अब त्यो के यसो असर गर्छ भन्ने भएर काटिएको होला। अब त्यसमा क्षमा माग्न पर्यो होइन, तपाईँले क्षमा दिनु पर्यो, किन भन्दाखेरि मन्दिरलाई असर गर्छ भनेरै गरिएको होला होइन। त्यसमा क्षमा दिनु पर्यो। अब हामीले के गर्नु पर्यो भन्नु अरू, अब त्यसलाई हुने कुरो भइसक्यो। कसरी क्षमा माग्ने हो हामीले? पनिको नाममा दक्षिण ढोका बनाउने 2-4 अनि पुल कता कता बनाउने 2टा न्यौपानीको अब कता बनाम कुल भण्डारीको त त्यही भयो। उसमा त्यही त न्यौपानीको कहाँ राखौँ कुल? ल न्यौपानीको कुल राख्ने ठाउँ बताइदिनु। एकै ठाउँ राखे पनि दुई हातको फरक पारेर राख। हेर 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 हाम्रो हेर हेर प्रसादको ठाउँ बनाएर केही फरक पर्दैन। हेर तर हेर दुई परिवारको 2टा पण्डित अलग अलग थापना अलग अलग हुनै पर्छ। हजुर हेर बाबु हजुर दुई हातको फरक पारेर राखेर अलग अलग चाहिँ पूजा अलग अलग प्रसाद एकै ठाउँ बना खाओ, केही फरक पर्दैन। यो यस्तो सुनिएको छु मलाई, जहाँ पनि भन्छन् यहाँ तरकारी भात पकाएर खाने होइन भन्ने भनाइ, यो के हो यो पनि बताइदिनुहोस्। यो आज मेरो प्रसाद खाना बाबु बेलुका कसैले पनि असन खाना हुने छैन। आज जुन मेरो प्रसाद छ त्यही मात्रै खाइन्छ। दाल भात तरकारी अचार विचार यिनी टाढा टाढा आउने भाइ बन्धुहरूलाई चाहिँ सम्मान हो। यहाँको यो भोज भनेर खुवाउन पाइँदैन। यहाँ मलाई भन्दाखेरि लामाहरूले त्यही भन्नुभएको थियो, त्यहाँ त्यो गर्नुहुन्न भोजै भन्नुभएको थियो। त्यो भोजै भयो। अब उपरान्तलाई हामीले हेर्नु पर्यो होइन र? हजुर अलग पकाउनु पर्यो। यो आफ्नो एरियादेखि बाहेक हो। मलाई पनि त्यो अलग्गै पकाएर खुवाउन पाइयो। हजुर यस एरियाभित्र पाइयो। यो मलाई हेराउँदाखेरि जहाँ पनि त्यही भन्नुभएको थियो कि मैले आज म कुल देवता आउनु खुसी छु। म साँच्चै मैले आज कुलसँग म एक्लो भएँ, मैले गुहार पाइनँ भनेर गुहार मागेकै हो भन्दा पनि भनेकै हो, साथ भएको थिइनँ। तर आज तपाईँहरूले यसरी साथ दिनुभयो, म धन्य भएँ। कुललाई पनि राम्रो हुने भयो। यिनै कुरा बताउन यसलाई मैले यहाँ ल्याएको बाबु। हजुर यिनै कुरा बताउन यसलाई यहाँ ल्याएको। धन्य धन्य छ बाबु। यो यसको पनि उही स्थापना गरेर पूजा गर्छ। हजुर तर यसलाई जा 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 उहीँ जानुपर्छ भनेर मैले यसलाई पठाएकै हो। मलाई पनि भन्नुभएको थियो, लामा हल्लाउनुहुन्छ आफ्नै दाजुभाइबाट हल्लेर भन्नुहुन्छ भन्ने कुरो भएको थियो कि मलाई पनि अस्ति लामा हेराउँदाखेरि आज मलाई खुसी पार्न किनेको यसले यहाँ यति माटो। हजुर हेर यसलाई चाहिएर किनेको मान्छे होइन यो। एकदम मैले तपाईँलाई उठेर पनि भनेको पनि धन्यवाद दिएकै हुँ मैले पनि। यही मेरा कुल, यही मेरा पितृ खुसी पार्न। हेर मेरा पिताजीलाई यसको पिताजीलाई मेरो पनि चाहिँ चेलो थियो। त्यो नागको पनि चेलो थियो। त्यसका 4 भाइ मध्ये म यो कान छु। यसका शरीरमा मेरो प्रवेश भएका 15 वर्ष भयो। मैले यसलाई बताएकै हो। मङ्सिरमा पूजा हुँदैन थियो, यसैबाट सुरुवात गराएको मैले, यसैले गरेको मङ्सिरमा। त्यसबाट चाहिँ चालु हुँदै आएको छ। यो बसेको ठाउँमा मङ्सिरमा पनि यसको पूजा आज गर्छ मेरो। यसले एक्लै पनि गर्यो यसले।
मेरो नाममा यसले मन्दिरमा उही लक्ष्य बत्ती गरो मेरो नाममा यो मेरो चाहिँ भक्त हो भनेका होला नि। यो कहाँको मान्छे आएर यसो गरेको छ नाटक गरेको छ यहाँ भनिसके साथीलाई बुझ्यौ कहाँको मान्छे आएर नाटक गरेर भनिसक्यो मलाई। त्यो भन्नेलाई दोष लाग्यो अब के भन्ने हो त अब नपत्याउनेलाई के हेर्न सक्यौँ मेरो चेलो हो म प्रार हुँ। हजुर हजुर होइ छ यहाँ टुना मुना जान्ने भूत प्रेत मसान खेलाउने फेर सक्छस् भने आइज अगाडि। वैशाखमा गर्ने कि मक्सिरमा गर्ने? दुइटै गर्नु पर्यो दुईपटकै गर्नु पर्यो। दुईचोटि चाहिँ अब त्यो हाम्रो मष्ट बरा मन्दिरभित्र प्रवेश गर्नु छैन म बाहिरै छु। बाहिरै हुनुहुन्छ? बाहिरै छु बाबु बाहिरै छु नि। हजुर त्यही त त्यही भनेर आज हामीले बाहिर पूजा गरेका छौँ। तपाईँ मैले जहाँसुकै हेराउनु जाँदा पनि म भित्र छैन भनेर आज हामी त्यही रुखमुनि पूजा गरेका छौँ। रुखमुनि पूजा गर्दा पनि उत्तर फर्केर पूजा गरिन्थ्यो मेरो। अहिले मेरो उत्तर फर्केर पूजा भएको छैन। आज उत्तरै फर्केर गरेका छौँ। आज छ अघि थिएन। अघि नहोला आज हामी उत्तरै फर्केर पूजा गरेका नेपालीको मन्दिर कतापट्टि बनाउनु? मन्दिर कहाँनिर बनाउनु? मन्दिर त बनाउँछु होइन मन्दिर एउटै थापना दुईटा हजुर दुईटा पण्डित भिन्न भिन्न सङ्कल्प। मन्दिर किन भयो भण्डारीको एउटा पुजेरो नेपालीको एउटा पुजेरो अलग अलग हुनै पर्छ। पहिले पनि भइरहेको छ यो सङ्कल्प भन्दाखेरि एकमुष्ट भएर मैले मान्ने छैन। मेरो अलग हुनुपर्छ। भित्रै भएन अरे होइन यसो पुलको भित्र जानु होइन छोडिदिउँ त अब पुलै भित्र जानु बाहिर हुनुहुन्छ त पछि गरौँ ल। अब हामीले पुलभित्र लानलाई के गर्नु पर्छ? पुल कसरी भित्र जानुहुन्छ त? अब कि बाहिरै पूजा गरौँ कि होइन भित्र लाने हो भित्र जाने हो। हजुर मेरो विधि विधानले भित्र लानुपर्छ। पञ्चकन्या पञ्च कलश। हजुर हेर बाबु हजुर शङ्ख ध्वनि गराएर आजै लैजा भित्र मलाई हजुर आजै लैजा। हजुर अब आज शरण पर्ने भयो। आज त्यो सम्भव नहोला मुक्सिरा हामी गर्छौँ। तपाईँले यति कुरा मान्दिनु पर्यो किन पञ्चकलश पञ्चकन्या यिनी सबै बाजा गाजा हामीसँग छैन। त्यसो भएर अहिलेलाई तपाईँले शरण दिनुहोस् माफ दिनुहोस्। अब हामी सबैले मान्नुभयो भने भन्नुपर्छ। मैले मान्नुभयो भने मुक्सिरा हामी तपाईँलाई मैले भन्दा त्यही भन्नुपर्छ। हेर बाबु हजुर मलाई केही पर्दैन। आएर धुप मात्रै गरेर यति प्रसाद चढाइदियो अरू केही गर्नु पर्दैन मङ्सिर बुझ्नुहोस्। हजुर तर मलाई सम्मान हुनै पर्छ। ल ल ल ल हामी सम्मान गर्ने भयो मुक्सिरा पनि गर्ने भयो। ल हामीलाई थाहा थिएन हामी अन्यलमा परेका थियौँ। मलाई 14 वर्षदेखि यो दिइराख्नु भएको थियो अथवा थिएन। आज कुलले भन्नुभएको लामाले हेर्ने बेलामा पनि तँलाई त्यहाँ गएर तेरो दाजुभाइ कोही हल्लिन्छ हल्लिएर भन्छ भन्नुभएको थियो। आज त्यो सत्य भयो। ल म कुलदेऊ त ल पछि कुराहरू ल त्यसो हुनाले ल आज एकदम पछि गर्नु होला न यो बेला। त्यसो हुनाले अब हामीले मुक्सिरमा हामी यो गर्छौँ। अहिलेलाई यो आजै भएन नभनिदिनुहोस्। आजलाई त्यति सम्भव देखियो जस्तो लागेन। आज हामी शरण पर्ने हो। शरण परेर जान्छ ल भन्नु के गरौँ मुक्सिरलाई तपाईँले भन्नै पर्यो। हामी आजलाई त्यति सफल देखिएन किन नेपाली भण्डारी बसेर सल्लाह गर्नु पर्यो। त्यसपछिबाट गएर पञ्च कलश पञ्च देवीहरू ल्याउन पर्यो। आज त्यो सफल छैन। ढोका फेर्नु पर्यो। त्यसो अहिलेसम्म हजुर यो ठाउँमा मेरो नाममा हजुर ब्राह्मण पनि भएको छैन। हजुर भएकै छैन। हजुर छैन हजुर 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 ल त्यस हुनाले हामी दाजुभाइ बसेर सल्लाह गर्नु पर्यो होइन।
यो आजलाई नभनिदिनुहोस्। एउटा मेरो नाम अब्राह पुराण, मैले लाखौँ लाख यहाँको भन्नु पर्यो शक्ति दिएर, हजुर तिमीहरूका सबैका भन्नु पर्यो धन सम्पत्ति सन्तानमा वृद्धि दिन्छु बाबु। सर्वश्रेष्ठ जाने तेरो जाने खर्को जाने केही कुरा गडबड भएको छ, हजुर मेरै कारण हो बाबु। हो जहाँ हेराउँदा पनि त्यो भन्नुभएको छ कि अब मैले सबैले भनौँ, मैले मात्र नभएर दाजुभाइ सबैले गर्नु पर्यो। हामी मुखसिरा गर्छौँ होइन। अहिलेलाई आजै गर भन्नु आजै सम्भव होला जस्तो छैन, त्यसमा क्षमा दिनुहोस्। मुखसिरा हामीले तपाईँले भनेअनुसार सबै दाजुभाइको सल्लाह मिल्यो भने त्यो गर्नु। छोरी मान्छेले गर्नु भएन, छोरा मान्छेले छोरा मान्छेले छोरी मान्छे भित्र प्रवेश गर्ने होइन। मलाई भने प्रवेश गर्नै हुन्छ। अहिले पनि हल्लिएर पनि भनिन् कि चोहनित भएन भने उहाँले पनि भन्नुभयो भित्र जानै हुन्छ। त्यसो भए अरू केही भन्न छ, हामीलाई सल्लाह सुझाव दिन छ भने भन्नुहोस्। नभए हामी खाना गर्न भएन यो परिस्थिति। ल त्यो छलफल गरौँला। छलफल गर्छौँ हामी। योभन्दा बाहिर यो कुरो भएको छ। फिल्डमा पकाउने इष्टमित्र दाजुभाइ सबैले खाने, तर यो बााउन्डरीभित्र होइन है। यो कुरो भएको छ, भइराखेको छ। ल अरू केही भन्न छन् भन्नु र अरू केही छ भने हामीलाई सल्लाह सुझाव दिन छ भने भन्नुहोस्। त्यो बन्दाहरू भनौँ न एकचोटि। यहाँ पुजारी केही तत्त्व छैन, अब गर्नु पर्यो। ल अब अरू के छ हामीले गर्नु पर्यो? के छ सोध्न खोजेको, सोद्धा म बताउनु होइन त्यही भयो त नि। अब आजसम्म भएको थिएन, आज एउटा गुहार पाइने भयो होइन। अब के गर्ने? ल भन्नुहोस्। मलाई तँलाई कुल्ला छन् भने किन भन्दा गर्छस् भनेर भन्नुभएको थियो मैले। हो सबैको भन्न पर्यो चाहिँ पितामह बाबु त। हजुर हे हजुर सबैको सर्वमान्य मान्छे बाबु त। होइन त्यो भन्यो भएर म पैसेको मैले गर्छस् भनेर तँलाई कुलले दखल गरेको भन्ने भएर गरेको थिएँ। आजसम्म मेरा कुरा सबै सुनवाई भएको थिएन। आज तपाईँले कुल आज उत्रिदिनु भयो, बोलिदिनु भयो, धन्य।